हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले नानीहरूलाई टिफिनमा हालिदिएको थिएँ पाउभाजी। ल यसको लागि चाहिँ सब्जी चाहिँ म राति नै काटेर राख्छु। गाजर एउटा, सानो बडे बिट, 9-10 वटा बिन्स र 1 बटुका जति मटर। यो चाहिँ म राति नै काटेर धुइधाइ गरेर राख्छु। र यसमा 1 बटुका जति फुलकोपी पनि सानो काटेर हाल्नुपर्छ र 2टा आलु मिडियम साइजको लिएको छु, एउटा हाल्दा पनि हुन्छ। मैले त अलिक बेसी नै पकाएको छु, तपाईहरु अलिक कम्ती छ भने कम्ती हाल्दा हुन्छ। यो सब्जीलाई चाहिँ माथि तल एडजस्ट गर्नु मिल्छ। र त्यसमा नुन हालेर पानी पनि हालेर चाहिँ सब्जी जति छ त्यो भन्दा अलिकति कम्ती पानी हाल्नुपर्छ। यसलाई चाहिँ 2 सिटी लगाइदिनु पर्छ ठुलो आँचमा। त्यहाँदेखि 2 सिटी लागेपछि चाहिँ 5 मिनेट जतिको लागि सिममा राखेर छोड्दिनु पर्छ। त्यहाँदेखि यसको मसला तयार गर्नुपर्छ। लसुन, अदुवा, 2टा प्याज, एउटा क्याप्सिकम र एउटा टमाटर लिएको छु। यसलाई चाहिँ मसिनो चप गर्नुपर्छ। मलाई चाहिँ बिहान हतार हुन्छ, त्यही भएर चाहिँ चपरमा गर्दैछु। हातले गर्दा पनि हुन्छ। र यता सिटी पनि लागिसक्यो र यसलाई एकछिन हावा गइन्जेलसम्म छोड्दिनुपर्छ। तब चाहिँ हामी मसला तयार गर्दै गर्नुपर्छ। मसलामा चाहिँ तेल लिए, रिफाइन तेल। यसमा बटर मिक्स गर्दा नि हुन्छ। मेरोमा चाहिँ बटर थिएन, आज कम्ती थियो। र त्यहाँदेखि चाहिँ चप गरेको सबै प्याज क्याप्सिकमहरू हालेर यसलाई यसको पानी सुकिन्जेलसम्म पकाउनुपर्छ। यसरी चलाउँदै पकाउँदै हो। त्यहाँदेखि त्यो एउटा टमाटर चप गरेर त्यसलाई पनि एड गरिदिनुपर्छ। यसलाई पनि एकछिन मजाले पकाएर त्यसमा हल्दी एड गरिदिए। हल्दी एड गरेर एकछिन चलाएर यसलाई छोडिदिनुपर्छ यतिकै 1 मिनेट जति। त्यहाँदेखि हाम्रो सब्जी पनि रेडी भइसक्यो। यसलाई मजाले म्यास गर्दा पनि हुन्छ। त्यहाँ कुकरमै मजाले हाल्नु अगाडि म्यास गरेर हाल्दा नि हुन्छ, या फेरि मसलामा हालेर पकाउँदाखेरि म्यास गर्दै पकाउँदा पनि हुन्छ। तपाईहरुलाई जस्तो सजिलो लाग्छ त्यस्तै गर्नुस्। मैले चाहिँ हालेर म्यास गरेँ किन त्यसमा अलिक पानी बेसी हालेछु। सब्जी उमाल्दा चाहिँ अलिक पानी कम्ती नै हाल्नुपर्छ। र त्यसको पानी पनि हालिदिनुपर्छ मजाले सब्जी म्यास भएपछि। त्यहाँदेखि 1 चम्ची पाउभाजी मसला हालेको छु। सब्जी बेसी छ भने 2 चम्ची जति हाल्दा हुन्छ। मेरो त ठिकैको थियो, त्यही भएर 1 चम्ची हालेँ। फेरि बेसी हाल्यो भने नानीहरूलाई पिरो हुन्छ। त्यहाँदेखि एकछिन पाक्नु दिएर चाहिँ बटर हालेर छोडिदिनुपर्छ। भाजी पनि रेडी भयो। र मैले चाहिँ यसमा एउटा पनि पिरो हालेको छुइनँ। मसलामा पनि पिरो त हुन्छ अलिअलि। र पिरो बेसी खानुहुन्छ भने चाहिँ अगाडि प्याजसँगै हरियो खुर्सानी काटेर हाल्दा हुन्छ। अब चाहिँ बारी आयो पाउ गरम गर्ने। पाउलाई चाहिँ बिचबाट काट्नुपर्छ, पाउ रोटी। त्यहाँदेखि यसलाई दुईपट्टिबाट सेकेर निकालिदिनुपर्छ। बटरमा हो सेक्ने छ मेन चाहिँ पाउभाजीको। तर आज चाहिँ मेरोमा बटर थिएन, कम्ती थियो, त्यही भएर घिउमा सेकिदिएँ। नानीको यसरी लन्च बक्स तयार भयो। र ब्यालेन्स मिलाउनुको लागि चाहिँ बिहान खाजामा खायो खिचडी र बॉइल्ड एग। थ्याङ्क यू फर वाचिङ।